होइन यसो हल्का मात्रै म अगाडि बस्ने उल्टी आउँछ हेलो गाइस वेलकम ब्याक फेरि पनि आफ्टर लङ टाइम फेरि आज चाहिँ म र सेसी चाहिँ ड्युटी ठ्याक्क मिलेको भएर चाहिँ अब बाहिर हामी चाहिँ आउटिङ जानको लागि रेडी हुँदैछौँ होइन अब हामी चाहिँ अब झट्टै बाहिर जाने बाहिर गएर पार्कमा गएर यसो बसेर एकछिन 1-2 घन्टा रिफ्रेस भएर फेरि ब्याक टु अब भोलि फेरि भोलिबाट काम जानुपर्ने हुन्छ होइन अहिले चाहिँ अब हामी पार्कतिर जाँदैछौँ गाइस यता काम छ नि यहाँ सार्जा कर्निस जाँदैछौँ घाम अलिअलि छ अलिक ढिलो जाउँ भनेको चम्की जाउँ भन्नुभयो मेरो गाला रातै भइसक्यो गाला रातै मैले जुम गर्नै जानिन ए हो ओके यस्तो ब्युटिफुल देखेको मस्जिद है हामी जान आँटेको पार्क चाहिँ यो हो ट्याक्कै ट्याक्सी आएर कस्तो उयो छेकिदिएछ क्या ब्याक गरी यो यतापट्टि देखिरहेको जुन छ नि साइडको रुखहरू यो के को रुख हुन्छ होला खजुरको रुखहरू हो हामी जाने चाहिँ यहीँ हो यसको पछाडि चाहिँ छ समुद्र कर्निस हो यो चाहिँ हामी जान आँटेको आज के बार हो आज वेडनेसडे हो खासै प्याक पनि छैन जस्तो छ कर्निस खाली छ आज फ्राइडे स्याटरडे चाहिँ हो क्या एकदम धेरै बिजी पार्किङ गर्ने ठाउँ हुँदैन सो हामी चाहिँ फाइनली अब हाम्रो ठाउँ हामीले जान लागेको पार्कमा चाहिँ आइपुग्नै आँट्यौँ यस्तो छ पैसा तिर्ने ठाउँ त्यो हो बाजे उभिएको आमामा मेरो कपाल त कस्तो भूत जस्तो बनाइदिएको क्या हावाले उडाएर त्यस्तै नराम्रो कपाल साथीहरू हामी चाहिँ अब यहाँ बस्ने निर्णय गर्यो यहाँ बसेर समुद्रको सिन हेर्दै शीतलमा बस्ने निर्णय गर्यो एकदम राम्रो मिठो हावा आइरहेछ अब सेसी चाहिँ सेटअप गर्दैछ अब सेटअप गरिसकेपछि फेरि अर्को भिडियोमा देखाउँछु अहिले चाहिँ हामी यहाँ सेटअप गर्दैछौँ उसलाई हेल्प गर्छु म अहिले चाहिँ हाम्रो सेटअपहरू अलिअलि हुँदैछ यहाँनिर अब सेसीले देखाउँदैछ सेसी के छ ल भन यार कहाँ छ चाउमिन चाउमिन भइहाल्यो यो के हो सलाद पनि रहेछ कफी खाने ग्लास पनि रहेछ अनि यो चाहिँ के हो चटपटेको लागि पनि चटपटे चाहिँ यहीँ बनाउने अरे चटपटे यहीँ बनाएपछि अब कस्तो हुन्छ अब हामी चाहिँ यहाँनिर खाना खानु लाग्यौँ अब यस्तो भ्यू हेर्दै खानुको चाहिँ रमाइलो छुट्टै हुन्छ साथीहरू हामी चाहिँ एकदम धेरै इन्जोय गरिरहेको छौँ है साथीहरू हामी चाहिँ यहाँनिर पुरै रेडी गर्दैछौँ साथीहरू सेसी यहाँनिर बसिरहनु भएको छ म पनि यहीँ छु पुरै खानेकुराहरू हाम्रो एकदम रेडी हुँदैछ ल छिटो गर सेसी यहाँ लागिसक अब खानुपर्छ हावाले नै खानेकुरा उडाउनु बाहिर एकदम हावा छ हावाले गर्दाखेरि आवाज पनि एकदम डिस्टर्ब आइरहेको होला तर एकदम हामीलाई चाहिँ बस्नु चाहिँ एकदमै आनन्द आइरहेको छ चिसो हावा अनि यस्तो ग्रिनरी प्लस यताको ओसन भ्यू होइन अनि ओसन त होइन यो कर्निस साइड हो यस्तो हेर्दै यहाँनिर बस्दा सेसीले चाहिँ यहाँ चाउमिन सर्भ गर्दैछ चाउमिन पनि चिकन चाउमिन होइन सेसी लुक्स यम्मी अब चाहिँ बबालाई खानुपर्ने हुन्छ साथीहरू हाम्रो चाउमिन चाहिँ रेडी भयो चाउमिन चिकन रोस्ट अनि काँक्रासँग चाहिँ अब हामी चाहिँ
खानु लागेको सेसीलाई चाहिँ तिर्खा लागेर पानी पिउँदै हुनुहुन्छ अब हामी चाहिँ खाना आँटेको सेसी ल तिम्रो पनि खोइ तिम्रो पनि ल्याऊ अगाडि यसो देखाउँ सबै हाम्रो साथीहरूलाई हामी चाहिँ सेसी र म चाहिँ ल चट्ट खानु लाग्यो कस्तो गरेछ त चाउमिन सेसी मैले बनाएको चाउमिन कस्तो छ तिमीले कि मैले बनाएको मिठो चाहिँ छ कि छैन भोबालाई छ सेसीले चाउमिन खाएर पनि एकदम मिठो छ भने खोइ मिठो भनेर खुवाएन त नमिठो भयो जस्तो एक्सप्रेसन आयो यार एकदम मिठो भएको एक्सप्रेसन देऊ न यार बरै मिठो भएको मिठो भनेर खुसी भयो न यार ए ल मिठो छ अरे गाइस ल है त म पनि ट्राई गर्छु मिठो छ भनेर भन्नुभयो होइन म चाहिँ ट्राई गर्छु कस्तो छ मिठो लागेन जस्तो छ अनुहार हेर्दा त बबल छ ओके ल खाना खानुहोस् ल ल साथीहरू हामीले चाहिँ अब चट्ट चाउमिन खाइसक्यौँ है चाउमिन चाहिँ बबालाई मिठो थियो अनि अहिले चाहिँ अब सेसीले पनि यता कफी खाँदै हुन्छ कफी पिउँदै हुन्छ सेसीले पनि होइन अब म पनि यता कफी खानुको लागि तयारी छु मेरो पनि कफी रेडी छ अब म पनि कफी खाँदैछु एकदम मजा आइरहेको छ यो सिनमा कस्तो बसेर खानु एकदम मजा आइरहेको छ धेरै पछि यसरी बाहिर निक्लेको होइन छुट्टी पनि ढक्क मिलो एकदम रमाइलो भइरहेछ मलाई चाहिँ तिमीलाई कस्तो लागिरहेछ मलाई त तपाईँ साथमा भएपछि सधैँ रमाइलो अनि तिमीलाई चाहिँ कस्तो लागिरहेछ अरे तिमीलाई कस्तो लागिरहेछ मलाई रमाइलो भइरहेछ मजा आइरहेछ देखेको छ मलाई हेर त देखिरहेछ म पनि कफी खाँदै भ्यू एकदम इन्जोय गर्दै बसिरहेको छु सेसी यहाँ हुनुहुन्छ भ्यू यही हो साथी हो भ्यूहरू यस्तै छ धोबाले भ्यू चाहिँ हावा हेर्नु हावाले गर्दाखेरि सबै तन्नाहरू सबै उडाइदिइसकेको छ अब फेरि यसलाई मिलाएर अहिले अब फेरि अहिले एकछिनमा सेसीले चटपटी बनाउँछ चटपटी पनि उसले बनाएको चटपटी पनि देखाउँछु म अनि चटपटी पनि खाने चट्ट होइन मस्त बस्ने आज यतै भरे रात नहुन्जेलसम्म यहाँ बसौँ है भरे रात नहुन्जेलसम्म यहाँ बस्ने दामी आइरहेछ किन तपाईँलाई मोटो मन पर्दैन ल साथीहरू हामीले चाहिँ चिया पनि खाइसक्यौँ आज पनि खायौँ निकै बेर पनि भयो बसेको अब चाहिँ अब जाने बेला हुनु आँटो चट्ट यहाँ चाहिँ अहिले सेसीले चाहिँ चटपटे बनाउँदै हुन्छ अनि उसले चटपटेमा के छ भन्दाखेरि चाहिँ यहाँ आलु छ प्याज खुर्सानी सबै घरबाटै काटेर लिएर आएको कागती पनि उसले निचारिसक्यो अनि एकदम नहुने भनेको चाहिँ कालो धनियाँलाई भुटेर ग्राइन्ड गरेको धनियाँ चाहिँ चाहिन्छ कालो कलरको लागि टेस्ट पनि हल्का मिठो हुन्छ उसले चटपटे बनाउँदैछ ए चाउचाउ पनि नभई हुनु भनेको साथी यार चाउचाउ चाहियो कागती खुर्सानी आलु प्याज चाउचाउ मटर यति चाहिँ चाहियो चिप्स है उसले चाहिँ दामी बनाउँछ चटपटे चाहिँ उसले एकदमै मिठो बनाउँछ उसको चटपटेको चाहिँ सबै फ्यानै हो खोला नै हो कोसिस गर क्या सिजर छ त उयो पछाडिपट्टि उसले चाहिँ चटपटे बनाउँदैछ साथीहरू चटपटेको लागि यहाँनिर उसले चाउचाउहरू चाहिँ के हालेर रेडी गरिसक्यो अब उसले माथिबाट मटर हाल्दैछ मटर पनि आयो अब चटपटे बनाउँदाखेरि नहुने चिज चाहिँ के होला सेसी त्यसमा नहुने चिज चाहिँ के हो खजुर झर्दैछ माथि टाउकोमा लाग्छ होला है होइन होला सबै कुरा चाहिन्छ होइन अनि म चाहिँ चट्ट हुन्छ होइन त ठिक ल है साथी हो चटपटे बन्दैछ हामी चाहिँ पार्कमा बसेर चटपटे बनाउँदै खाँदै लकी हस्बेन्ड भन्नु पर्यो यसरी आफ्नो श्रीमतीसँग पार्कमा बसेर चटपटे खान पनि भाग्यकै कुरो हो बन्दैछ अब सनसेट पनि हुनु लाग्यो हेर्नु साथी हो भ्युज कस्तो बबाल छ सनसेट हुनु लाग्यो हामी चाहिँ कर्निसमा छौँ हेर्नु चटपटेको मसला हेर्नु आमा यति खाउँ लाग्दो छ यसमा भुजा लागेपछि चाहिँ नखाउँ हुन्छ जस्तो लाग्छ
बाबा रहेछ पूजाको बट्टा पछाडि छ चट्ट बनाउनु अल्छीले भट्टै बोकेर आन्छ बनाउनु अल्छी होइन सजिलो हुन्छ भयो भयो धेरै हुन्छ रेडी भयो रेडी दामी चटपटे दामी चटपटे रेडी भइसक्यो चटपटे चाहिँ रेडी सकेको छ अब फर्स्ट बाइट तिमी ल्याउ न त अनि त मैले लिनु ल म लिन्छु नि त कस्तो रहेछ ल मिठो भयो नुन लाग्यो बाबा खै म खान्छु लेटामा खाए जस्तो लाग्यो म त यार घर दोकानतिर भन्दा पनि थियो चटपटे हेर कलरै यसको अनि यसको क्वालिटी नै हेर्नु बाहिर यत्तिकै यसको एपियरेन्स नै यस्तो बबाल छ कि खाँदाखेरि त झन् यस्तो टेस्टी छ कि साथी हो साथीहरू विदेशमा चाहिँ जहिले ड्युटी जाँदा कहिले पनि अहिले यो नेपालमा हुँदा त डेली घाम डुबिरहेको देख्नु पाइन्छ तर विदेशमा चाहिँ यसरी घाम डुबेको देख्नु पाइँदैन आज चाहिँ छुट्टीको दिन मौका मिलाएर बुढाबुढी आएको आफ्नै आँखाको अगाडि यसरी घाम पनि डुब्दै भन्दा पनि अस्ताउँदैछ हाम्रो साह्रै रमाइलो भइरहेछ दुईजना मस्त बसेका छौँ चटपटे खाँदै अनि रमाइलो गर्दै गफ गर्दै सुख दुःख कुराहरू भविष्यको सोचाइहरू होइन गफ गर्दै चट्ट यसरी यो पनि अब अस्ताउँदैछ साथी हो सूर्य अस्ताउँदैछ हामी चाहिँ मस्त अब चटपटे खाएर अब जानुपर्ने हुन्छ होइन निक्लिनु पर्ने हुन्छ अलिक मलाई दामी ल साथीहरू आज चाहिँ एकदमै धेरै रमाइलो भयो दिउँसो आइयो मस्त बसेर चाउमिन यहाँनिर मस्त खाइयो सनसेट पनि हेरियो होइन बुढाबुढी छुट्टीको आज चाहिँ भरपुरै सदुपयोग भयो जस्तो लाग्छ मलाई चाहिँ सिसी चाहिँ यहाँ पानीसँग खेल्दैछ होइन अनि आज एकदमै रमाइलो भयो धेरै बजी यसरी भेट्दाखेरि सिसीसँग फ्रिली कुनै टेन्सन बिना दुईजना मात्रै होइन घरमा मात्रै कति बसिराख्ने बाहिर यसरी घुम्दाखेरि एकदमै धेरै रमाइलो भयो मलाई चाहिँ एकदम रमाइलो भयो सेसीलाई कस्तो भयो सेसी बोरिङ भयो बस्ने भन्ने कुरो गऱ्यो अनि हामी बोटिङ चाहिँ गरेनौँ साथीहरू अब हामी चाहिँ सबै ऱ्यापअप गरेर खानासाना खाइसकेपछि खाना पचाउनको लागि हल्का दुईजना हिँड्दैछौँ एकछिन 5-10 मिनट वाक गरेर अनि त्यसपछि हामी घरतिर जाने साथी हो धेरै पछि एउटा सानो भिडियो फेरि बनायो तपाईँहरूलाई अलमोस्ट 2 इयर्सको बादमा अब कोले हेर्नुहुन्छ सबैले त हेर्नु पनि हुनु होला कतिजना त धेरै टाढा गइसक्नु भयो होला तर जसले हेर्नुहुन्छ तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाईँहरू हामीसँग बसिदिनु भएकोमा हाम्रो भिडियोलाई सानो माया गरिदिनु भएकोमा कोले हेर्नुहुन्छ लाइक गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला अब यस तपाईँहरूको लाइक कमेन्ट आयो भने त अझै धेरै मोटिभेसन मिल्छ फेरि पनि भिडियोहरू बनाइराख्नु मन लाग्छ होइन त्यति भन्दै आजको लागि चाहिँ बाई बाई सेसी तिमी पनि बाई भन यो अर्को भिडियो हो नि त त्यो भिडियो होइन नि त ल बाई बाई ल बाई बाई साथी